सबैलाई शुभ प्रभात। यो हो आज हामी घोराई दाङ जिल्लाको घोराई नगरपालिकामा अवस्थित घोरदौडा भन्ने ठाउँमा आएका छौँ। त्यसमा विभिन्न गोर्खा माध्यमिक विद्यालयका टिचर लगायत म नारायण शर्मा लगायत सम्पूर्ण साथीहरू हुनुहुन्छ। यसै क्रममा बिहानीको क्रममा देखिने दाङको घोराई लगायत ठाउँको एक दृश्यावलोकनको मैले यहाँ भिडियो प्रस्तुत गरेको छु। यो नेपाल एक प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। नेपालका यस्ता कति ठाउँहरू पर्यटकीय दृष्टिकोणले मनमोहक र आकर्षक देखिन्छन्। नेपाल साँच्चैकै विश्वका सामु धेरै स्वर्ग जस्तै देखिएको छ। तुलना गर्दा स्वर्गको एक टुक्रा पनि भनिन्छ। यस्तै मध्येको दाङ जिल्लामा अवस्थित यो घोरदौडा भन्ने ठाउँमा पनि मनमोहक दृश्य देखेको कारणले गर्दा मैले आफ्नो क्यामेरामा यो सानो भिडियो कैद गरेको छु। यो एक सुन्दर देखिएको छ। हस्त यो भिडियो अहिलेको लागि यति नै। धन्यवाद।